उकालो हिँड्दै आउनुपर्ने 150 जाने उते फर्स्ट कुर्ता नै यो गोर्मीमा किनिदिनु भएको थियो रोटी हाई एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईहरुलाई स्वागत छ मनकला राई युट्युब च्यानलमा अनि म पनि एकदमै सन्चै छु तपाईहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशा छ अनि अहिले चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ जंगलमा छौं यहाँ कहाँको जंगल भन्दाखेरि रामपुरको अलिकति माथिको जंगल हो किनभने हामी चाहिँ ओखलढुङ्गा जाँदै छौं अनि ओखलढुङ्गा नगएको चाहिँ 1 वर्ष भएछ त्यही भएको भएर चाहिँ हामी ओखलढुङ्गा जाँदै छौं है अनि यहाँ एकछिन छोटो ब्रेक लिएको यस्तो राम्रो घर बनाएर छ यहाँ देख्न सक्नुहुन्छ अनि यहाँ एकछिन पानी किनेर ल्याएको छौं पानी खाएपछि चाहिँ हामी फटाफट जान्छौं अनि के साथीहरु म चाहिँ ओखलढुङ्गामै जन्मेको त्यही हुर्केको हैन त्यही ठुलो भएको त्यही पढेको भएको भएर चाहिँ मलाई एकदमै राम्रो लाग्छ हैन आफ्नो गाउँठाउँ किन राम्रो लाग्दैन र अनि त्यही भएको भएर ओभर धेरै एक्साइटेड छु अनि हिजो राति पनि अब मलाई चाहिँ कस्तो हुन्छ भने कतै जानु पर्यो भने हैन त्यो बारेमा मात्रै सोचिराख्ने त्यस्तो हुन्छ के अनि राति निन्द्रा सुत्दाखेरि पनि मज्जाले निन्द्रा नलाग्ने हैन जजलको आउने त्यस्तो भइराखेको थियो के अनि यस म एकदमै धेरै खुसी छु एक्साइटेड छु अनि त्यही हो अब धेरै बस्नु हुँदैन टाढा जानु पर्ने हुन्छ त्यही भएको भएर चाहिँ अब जाम भन्दै हुनुहुन्छ यहाँ ड्राइभरजीले अब हामी चाहिँ जान्छौं है अनि हाम्रो गाउँ पनि देखाउँछौं कस्तो छ हाम्रो गाउँ भनेर पनि देखाउँछु है बाय बाय अहिलेको लागि गाईघाटको चोक हो ए हुन्छ धन्यवाद त्यहाँ माथि रहेछ उयो गाईको स्ट्याचु यसलाई कसले लडाएको यसलाई आफै लडेको आया बाइकमा गाह्रो रहेछ लङ ड्राइभ चाहिँ अहिले हामी चाहिँ कटारी पुग्नुलाई 2 किलोमिटर मात्रै छ आमा नाउ वी आर कटारी या यो चाहिँ कटारीको गेट हो अब हामी कटारी प्रस्थान भइसक्यौं यो थियो पहिला यो चाहिँ कटारीको मेन चोक गाइस हामी चाहिँ कटारीमा खाजा खानुलाई यहाँ रोकेको अब तेरे नाम तेरे अनि किन यस्तो भएको बहिनी अनि अहिले हामी भात चाहिँ नखाने भने निन्द्रा लागेर के एक्सट्रिम खानु मन लाग्यो अन्त नि मलाई नि झ्याप निन्द्रा लागेर कस्तो खालको मान्छे हामी बाइकमा नि निदाउन खोज्छौं त म त पानी नहाली खान्छु होला किन अलिकति चाख्छु यो चाख नि त त्यो भयो म अलिक कडा मनपर्छ अनि यो चाहिँ एक्सट्रिम हो एक्सट्रिम खाएर चाहिँ हामी स्ट्रङ भएर जान्छौं अनि हामी चाहिँ भात नखाने सल्लाह गर्यौं अब हामी चाहिँ खाजा मात्रै खाएर जान्छौं नेपाली ब्रान्ड छुर्पी राख्नु पर्यो बाटो यहाँ पनि 1 घण्टा अरे क्या बिग्रेको यो कहाँसम्म चाहिँ पिचै बनेको छ अरे त्यहाँदेखि 1 घण्टा चाहिँ अफ रोड कुद्नुपर्छ अरे
त्यसबाट गुर्मी आइहाल्छ। गुर्मी आएपछि त गुर्मीदेखि उता सुनकोसी त्यहाँ त पिछे पिछे छ। सुनकोसी पारी त सबै पिछे पिछ हो। अनि गाइज हामी चाहिँ कटारी आइसक्यौँ होइन। कटारीसम्म चाहिँ राम्रो बाटो छ। अब यहाँदेखि चाहिँ खै कतिसम्म चाहिँ नराम्रो बाटो छ, एकदम उयो छ, अफ रोड जस्तै नै छ। अनि त्यहाँदेखि फेरि ओखलढुङ्गा छिरेपछि चाहिँ गुर्मीदेखि चाहिँ हाम्रो फेरि पिच नै हुन्छ। अब जम्मा 72 किलोमिटर मात्रै छ। 72 किलोमिटर मात्रै भए पनि बाटो चाहिँ त्यति राम्रो छैन। अब चाहिँ अफ रोड सुरु गर्नुपर्ने हुन्छ है। खाजा आइसक्यो गाइस। हाम्रो खाजा हामी चाहिँ खान्छौँ। उपर धेरै भोकाएको छौँ। के गरेको खुवाउँछ होला भन्दै त्यो खुवाउनु ट्रेन्ड चले थाहा छैन। म त्यस्तो रोमान्टिक छुइनँ, आफ्नो आफ्नो खाने खालको छु। कस्तो छ? चाउमिन चाहिँ जस्तो नि मनपर्छ, चाउमिन र चाउचाउ चाहिँ। गाइस अब हामी चाहिँ यहाँ खाजा खाएर अब फेरि लाग्छौँ। यहाँ यति गर्मी रहेछ, पसिना पसिना। गाइज गाइज हामी हिँडेको ल गाइज। बाई गाइस, प्रत्यक्ष रूपमा देख्न सकिन्छ हामी चाहिँ कति चिसो ठाउँमा आइपुगेछौँ भनेर चाहिँ यहीँबाट थाहा हुन्छ। अहिले चाहिँ हामी बेतन छिर्न आँटेको छौँ। बेतनी हो। ए बेतनी, बेतनी कुन चाहिँ डाँडा हो? बेतनी चाहिँ यस्तो कुनै मिस्टेक चाहिँ गर्नु भएन है साथी हो, कुनै मिस्टेक चाहिँ गर्नु भएन। मिस्टेक गर्यो कि ज्यान खतम। यो बाटो चाहिँ कहिले बनेन हो कटारीदेखि त चाहिँ अलिकति बनाएको रहेछ। हिजोअस्ति बनाएको अरे बाटो उड्किसकेको छ। त्यसरी बनाउँछन् को रहेछ हौ यताको मेयर सियर चाहिँ? मेयरले नै बनाउँछ होइन, इन्जिनियरले बनाउँछ। इन्जिनियरिङ त नि त्यो त्यहाँको त्यो अध्यक्ष सदस्यले त्यो हेर्नुपर्छ नि त, यतिको बनाउने हो किन यस्तो बनाएको भनेर त्यो त चेक गर्नुपर्ने होइन र? इन्जिनियर प्रधानमन्त्री भएको देशमा बाटो यस्तो छ। हाम्रो त नि हर्का साम्पाङले पहिला पहिला नापी राम्रो बनाएको थियो त धरानतिर। कति इन्च हुनुपर्छ, कति इन्चको चाहिँ त्यो के भन्छ त्यसलाई पिच बनाउनु पर्छ भनेर त्यो फिटले नापी बनाउनु भएको थियो। त कटारी जान, कटारीको चाहिँ यो के उदयपुर जिल्ला होइन, उदयपुरको राम्रो रहेनछ है नेताहरू। यो भएन यस्तो हेर्नु त इटा भएको यो के हो बाटो? यो बाटो हेर्नु कसरी देखिँदैन क्या। हाम्रो हालत देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी गुर्मी पुग्न आँटेको छौँ। अनि बाटोमा चाहिँ यति धेरै धुलो थियो, कपालको हालत नै यस्तो भइसक्यो। अनि अर्को कुरा, मेरो ब्याग यस्तो देखिरहेछ। यो म चाहिँ आफको फेडमा बसिरहेको छु, आफको रुखमाथि। अनि बाटो यति अप्ठ्यारो थियो कि होइन, कुरै नगरौँ क्या। अनि धुलो भन्यो भने यत्तिकै धुलो, यस्तो अप्ठ्यारो बाटो पनि थियो। बल्ल तल यहाँ आइपुग्यौँ। अब चाहिँ धेरै छैन, अलिकति छ अप्ठ्यारो बाटो भन्नाले अफ रोड बाटो। त्यहाँदेखि चाहिँ अनि पिच हुन्छ, सजिलो हुन्छ। अनि ओखलढुङ्गा त्यहाँ पुगेर पनि फेरि हाम्रो गाउँ जाने बाटो चाहिँ अप्ठ्यारो नै छ। त्यहाँदेखि चाहिँ ओह्रालो झर्नुपर्छ। टारीमा खाजा खाएपछि चाहिँ ननस्टप हामी यहाँ आइपुग्यौँ। एक ठाउँमा चाहिँ हाम्रो झोला झर्नु यति साह्रो बाँध्दाखेरि पनि त्यो एकचोटि झर्ला जस्तो सरेर क्या झर्ला जस्तो भएको थियो। अनि एक ठाउँ चाहिँ हामी त्यहाँ मिलायौँ। त्यहाँदेखि हामी सरासर आएर चाहिँ यहाँ एकछिन रेस्ट गरेको। अब एकछिन बिसाएर चाहिँ हामी जान्छौँ। देख्नुभयो त पाउडर, नेचुरल पाउडर। अब हामी चाहिँ अब ठ्याक्कै
केटुके पुग्न आँटेको छौँ। अनि बाटो चाहिँ यहाँदेखि छुटिन्छ। यो भनेको चाहिँ केटुके जानु बाटो हो। अनि यता चाहिँ अब हामी लाग्नुपर्ने हुन्छ। यहाँदेखि पनि अफ रोड छ। अनि हाम्रो गाउँ चाहिँ तल पर्छ। अब यहाँदेखि चाहिँ हामी फेरि यता फर्किनु पर्ने हुन्छ है मेन रोडदेखि चाहिँ। अहिले चाहिँ दिउँसोको कति बज्यो विजय? 1:40 गएको छ। यहाँदेखि फेरि धुलो खाँदै जाने। तर छिटै आइपुग्यौँ हामी। यो चाहिँ हाम्रो एकदमै मोस्ट डेन्जरस जङ्गल हो होइन हाम्रो गाउँको। अनि हाम्रो गाउँको बाटो चाहिँ यस्तो रहेछ। घोर्मीको भन्दा त अलिकति राम्रै बनाएको रहेछ। तर पानी पऱ्यो भने चाहिँ फेरि हाम्रो गाउँको माटो चाहिँ रातो छ कि त्यही भएर सुलुलुलु चिप्लिन्छ क्या। पहिला चाहिँ यो जङ्गल चाहिँ एकदमै डेन्जर हुन्थ्यो अरे। चोरहरू हुने, मान्छे काट्ने, एकदमै उयो क्या डेन्जरस जङ्गल अरे। हाम्रो घर उयो हो, यो भट्केको। अनि रोशनीको घर त्यो हो, उयो हो रोशनीको घर। एकछिन हल्यो। ऊ त्यो रातो रातो देखेको रोशनीको घर। बुढाको घर चाहिँ यही हो होइन बुढा? आफ्नो घर नजाने? ल हामी चाहिँ हाम्रो फेमस युट्युबरको घर आइपुग्यौँ। बिचरा युट्युबरको हालत के हो? गोठाला हो? एकै ठाउँमा बाँधेछौ अनि? ल यो चाहिँ हाम्रो मामाली घर, मामाली गाउँ। हामी चाहिँ मामाली गाउँ आइपुग्यौँ। बल्ल बल्ल आइपुगेको। हाम्रो फेमस युट्युबरले चाहिँ काम पाउनु भएछ। हाम्रो बाख्रा गोठाला मकै गोदिसक्यो। गोदी यही हो कि क्या हो? आजदेखि होइन, यो चाहिँ हाम्रो नामकान्छीको सक्यो ट्याक्क बिहान। कस्तो भयो त तपाईँहरूको यात्रा? ठिकै भयो, राम राम। के गरी बानी अब कसरी पुकाल्ने भनेर म सोच्दैछु। आइडिया लगाउँदैछु यहाँ कहाँ अल्झेछ क्या। सब बाख्रा एकै ठाउँमा जुल्थिएछ। दाजु के हो? हुन्छ हुन्छ यहाँ हुन्छ माइजू। ससुराली गाउँ चाहिँ तल हो। हामी चाहिँ ओह्रालो जाँदैछौँ। बाटो चाहिँ राम्रै बनाएछ पहिलाको भन्दा। ज्वाइँ आउँछ भनेर हो। ज्वाइँ आउँछ भनेर माइतीहरूले राम्रो बाटो बनाइदिनु भएछ ज्वाइँको लागि। आरामले चलाइरहेछ भटभटे। हाम्रो गाउँ छिरियो। यो चाहिँ उयो भन्छ कि गाइस, हाम्रो घर चाहिँ यही हो। यो हो भाउजूको। अनि बाउ चाहिँ यहाँ तल बस्नुहुन्छ। अब यहाँदेखि चाहिँ हामी जान्छौँ है। हाम्रो गाउँ चाहिँ ठुलो छ तर माथिबाट खिच्नै पाएन। यही बाटो चाहिँ यति मात्रै देखिन्छ। धुलोको देशमा पायो रे। धुलो हेर्नु धुलो। यही हो घर। यो चाहिँ भाउजूहरू यही हो क्या। यही रुममा मेरो मम्मी बितेको। यो रुममा चाहिँ सुत्नै डराउँछन्। अनि हाम्रो घर चाहिँ त्यो हो। यो चाहिँ ग्वाली भन्छ होइन? कुन? त्यो दाजुको घर। उतापट्टिको रुममा राखेको घर यही हो। पिताजी खुर्सानी छ कि छैन हाम्रो घरमा त खाँदैनन् भन्ने भएको त यही रहेछ। यसो घरबाट यता निस्किने, यहाँ टप्प टिप्ने, खाने। के खाएको? रोटी
के को रोटी हो यो चाहिँ यो गहुँको रोटी गहुँको रोटी पापाले बनाउनु यता देखो मासु लोकल मासु मसला बाहिर पाच्छ पोल कुखुराको मासु पोल उड्दैछ झुङ्गा बनाएर हिँड्ने झुङ्गा गाइज हामी चाहिँ अब एकछिन घुम्न जान्छौँ उता डाँडातिर कुन डाँडा उता त्यो डाँडा यस्तो राम्रो देख्छ नि हेर्न न अनि यो नलाने यहाँ बाइक घुमाउनुहुन्छ हाम्रो हब्सले अनि हाम्रो घरमा चाहिँ कति धेरै अङ्गुर पनि फलेछ क्या अहिले धेरै फलफुल लाउन थाल्नु भएछ पहिला पहिला त्यस्तो थिएन खुसी लाग्यो कस्तो लाग्यो ससुराली गाउँ बाबा 6 वर्षको खाएको बाबा कहाँ छ धारा त तल होइन यहीँ हो त्यही हो मैले डाँडा देखाउनु लगेको चाहिँ अनि मेरो स्कुल चाहिँ मेरो 9, 10 चाहिँ म यहाँ पढेको है यो चाहिँ खोटाङ हो यस्तो राम्रो बनेको छ अहिले चाहिँ अनि अहिले मेरो ब्याचलरको साथीको घर चाहिँ यहाँ छ यतातिर उनीहरूले चाहिँ यहाँ पढेको हो गाइज हाम्रो यहाँ पहिला बेड थियो अहिले यहाँ कोही बस्दैनौँ बेडसेट पनि छैन अनि यो भर्याङ यस्तो हुन्थ्यो हाम्रो भर्याङ होइन अनि अझै पनि हाम्रो लुगाहरू यतातिर फालिराख्ने रहेछ लड्छु है यस्तो पो रहेछ अहिले त ल बिस्तारी है यहाँ यतिमा बार हुन्थ्यो होइन यतिमा बार हुन्थ्यो अनि हाम्रो बेड यहाँ थियो पहिला त्यसपछि यो हाम्रो बक्स हो के छ त्यो बक्स हेर न बक्समा केही छैन रहेछ ठक ठक गर यो कुर्ता चाहिँ पनि रहेछ होइन मम्मीले पहिला फर्स्ट कुर्ता नै यो घुर्मीमा किनिदिनु भएको थियो अझै पनि सुरुवाल रहेछ अनि यो स्वेटर पनि अझै यहीँ रहेछ यो चाहिँ मेरो जेठी दिदीको रहेछ है अनि के छ यो पनि हाम्रै हो यस्तो काले आइज यस्तो भयो आइज आइज यो पनि हाम्रै हो अनि यो सुरुवाल मैले कति लगाएको थिएँ यो पनि यस्तो भएछ ल हेर्नुहोस् यस्तो पो भएछ हाम्रो लुगा त यो मैले यो पेन्ट ग्रन्च रहेछ होइन ग्रन्ज होइन क्या यो पेन्ट मैले सल्ला भन्छ होइन सल्लाहमा खेलेर च्यातेको सल्लाको त्यो उसमा सुतुतु खेलेर सुटुटु खेलेर च्यातेको अझै रहेछ यार चक्क लाग्यो म त भिडियो पा हाई गाइज हामी चाहिँ खाना खाइसकेर नुहाइधुवाइ गरिसक्यौँ अनि त्यसपछि चाहिँ अब हामी सुत्यौँ पानी परेर लाइन पनि गयो त्यही भएर मोबाइलको बत्तीले मेरो ब्लग इन्दै गरिरहेको छु इन्दै गर्छ अरे यस्तो थाकिरहेको छौँ कि अनि आँखा चिमचिम भइराखेको छ होइन यहाँ नहेरेरै देख्न सक्नुहुन्छ कि म कतिको थाकेको छु भनेर चाहिँ त्यही हो गाइस अब मेरो भिडियोलाई कस्तो लाग्यो मन पर्यो भने लाइक सब्सक्राइब सेयर गरिदिनु होला है बाइ बाइ थ्याङ्क यू फर वाचिङ